जीवनमा कहिले कसैलाई यति परेशान गर्नु हुँदैन, यति दुःख पनि दिनु हुँदैन कि त्यो व्यक्तिलाई भगवानको अगाडि गएर हाम्रो नाम लिएर रुनु परोस्। कसैको जीवनमा त्यस्तो परेशानीको कारण बनिनु हुँदैन। र यही कारण हो कि संसारमा मनुष्यको बार-बार जन्म हुन्छ। पुनरपि जननम पुनरपि मरणम। किनकि पूर्व जन्मका हिसाब किताब रहेका छन्। र हमेशा यो सिद्धान्तलाई याद राख्नुपर्छ कि हामीले संसारमा जे दिएको छ हामी पनि त्यही प्राप्त गर्नेछौँ। सबै मनुष्यहरूको आफ्नो जीवन निर्वाह गर्ने एउटा न एउटा साधन छ। किनकि सबैलाई धन सञ्चय गर्न छ, सबैलाई सुख सुविधा चाहिएको छ। कसले चाहिँ चाहेको छ होला कि मलाई दुःख आओस्। हामी आफ्नो आफ्नो एउटा एउटा काम गरेर जीवन निर्वाह गर्छौँ। तर एउटा सिद्धान्त हमेशा आफ्नो जीवनमा राख्नु कि हामी जुन कार्य गर्दैछौँ त्यो कार्यमा कहिले पनि धोखाधडी नगर्नु परोस् कोहीसित। कोहीसित झुट नबोल्नु परोस्, बेइमानी नगर्नु परोस्। घोटाला चाहे 10 रुपैयाँको होस्, चाहे 10 करोडको होस्, तर झुट त झुट नै हो, बेइमानी त बेइमानी नै हो। भगवानको किताबमा त्यो सबै हिसाब लेखेको हुन्छ। हामीले कोहीसित बेइमानी गरेका छौँ भने त्यो बेइमानी हामीले पनि पुनः प्राप्त गर्नेछौँ। त्यसैले भगवानले हामीलाई पुनः संसारमा पठाइदिनुहुन्छ कि होइन अहिले त फेरि जा, तेरो अलिकति हिसाब किताब रहेको छ त्यहाँ। त्यसैले प्रयास गर्नु कि आफ्नो काममा कहिले पनि झुट फरेब नहोस्। इमानदारीले आफ्नो काम गर्ने प्रयास गर्नुपर्छ हामीले। र हाम्रो कारणले कहिले पनि कसैको मन नदुखोस्, कहिले पनि कसैलाई दुःख कष्ट नहोस्, त्यो प्रयास गर्नुपर्छ हामीले।